प्रश्न नम्बर 1। सरकारी लेखा प्रणाली भनेको के हो? उत्तर: सरकारी आर्थिक कारोबारको लेखा राख्न सरकारले अवलम्बन गरेको लेखा प्रणालीलाई सरकारी लेखा प्रणाली भनिन्छ। प्रश्न नम्बर 2। सरकारी लेखा सर्वसाधारणका लागि किन उपयोगी हुन्छ? उत्तर: राज्यको सम्पत्ति तथा स्रोत साधन के कस्ता काममा प्रयोग भएको छ भन्ने जानकारी लिन सर्वसाधारणका लागि सरकारी लेखा उपयोगी हुन्छ। प्रश्न नम्बर 3। सरकारी लेखा सञ्चालनका कुनै 2 आधार उल्लेख गर्नुहोस्। उत्तर: सरकारी लेखा सञ्चालनका 2 आधारहरू 1. संवैधानिक आधार र 2. कानुनी आधार हुन्। प्रश्न नम्बर 4। सरकारी लेखा प्रणाली र व्यावसायिक लेखा प्रणालीका कुनै 2 समानता लेख्नुहोस्। उत्तर: सरकारी लेखा प्रणाली र व्यावसायिक लेखा प्रणालीका कुनै 2 समानता निम्न छन्। 1. दुवैमा दोहोरो लेखा प्रणालीको सिद्धान्त अवलम्बन गरिन्छ। 2. दुवैमा कारोबारको लेखाङ्कन गर्न निश्चित लेखा ढाँचा, भौचर, खाता प्रयोग गरिन्छ। प्रश्न नम्बर 5। केन्द्रीय स्तरको लेखा कस्ता कार्यालयहरूले राख्छन्? उत्तर: संवैधानिक अङ्ग, मन्त्रालय, विभाग जस्ता आफ्नो मातहत कार्यालय वा कार्यान्वयन निकाय भएका केन्द्रीय निकायहरूले केन्द्रीय स्तरको लेखा राख्छन्। प्रश्न नम्बर 6। कार्य सञ्चालन स्तर लेखा भनेको के हो? उत्तर: एउटा निकाय वा कार्यालयको वास्तविक कार्य सञ्चालनका क्रममा गरिने आर्थिक कारोबारको नियमानुसार राखिने लेखालाई कार्य सञ्चालन स्तर लेखा भनिन्छ। प्रश्न नम्बर 7। नेपालमा सार्वजनिक क्षेत्रमा प्रयोग गरिने खाता सूचीलाई के नाम दिइन्छ? उत्तर: नेपालमा सार्वजनिक क्षेत्रमा प्रयोग गरिने खाता सूचीलाई आर्थिक सङ्केत, वर्गीकरण र व्याख्या नाम दिइएको छ। प्रश्न नम्बर 8। राजस्व खाता सूचीलाई कुन कुन शीर्षकमा व्यवस्थित गरी सङ्केत दिइएको छ? उत्तर: राजस्व खाता सूचीलाई कर राजस्व, गैर कर राजस्व र अन्य राजस्वका शीर्षकमा व्यवस्थित गरी सङ्केत दिइएको छ। प्रश्न नम्बर 9। वित्तीय खाता सूचीका 2 मुख्य शीर्षकहरू के हुन्? उत्तर: वित्तीय खाता सूचीका 2 मुख्य शीर्षकहरू 1. वित्तीय सम्पत्ति सूची र 2. वित्तीय दायित्व सूची हुन्। प्रश्न नम्बर 10। सरकारी लेखा फारमहरूको अन्तिम स्वीकृति कसले गर्दछ? उत्तर: नेपालमा सरकारी लेखा फारमहरूको अन्तिम स्वीकृति महालेखा परीक्षकले गर्दछ। प्रश्न नम्बर 11। राजस्व लेखासँग सम्बन्धित फारमहरू म ले प फा न कतिदेखि कतिसम्म व्यवस्था गरिएको छ? उत्तर: राजस्व लेखासँग सम्बन्धित फारमहरू म ले प फा न 101 देखि 115 सम्म व्यवस्था गरिएको छ। प्रश्न नम्बर 12। नेपालको सरकारी लेखाका क्षेत्रहरू के हुन्? उत्तर: नेपालको सरकारी लेखाका 4 मुख्य क्षेत्रहरू 1. राजस्व लेखा, 2. विनियोजन वा खर्च लेखा, 3. सम्पत्ति वा जिन्सी लेखा र 4. कोष लेखा हुन्। प्रश्न नम्बर 13। एकल खाता कोष प्रणाली कहिलेदेखि मुलुकभर लागू भयो? उत्तर: एकल खाता कोष प्रणाली आर्थिक वर्ष 2070-71 सम्ममा मुलुकभर लागू भयो।